वेलकम ब्याक टु माई न्यू भिडियो। तपाईँलाई स्वागत छ मेरो युट्युब च्यानलमा। यो राजावादीको आन्दोलनमा क्या एकजना पुरा सिग्रे हराएको मान्छे पुरा भाइरल भइरहेछ नि होइन, भाइरल भइरहेछ क्या, पुरा के नै गरे जस्तो होइन। तर फेरि यो मान्छेले फेरि होइन खुट्टा तान्यो भन्छ होइन। अब म यहाँ छु, त्यहाँको मान्छे खुट्टा तान्न त मिल्दैन होइन। तर भाइरल भइसकेका मान्छेहरू क्या, जस्तो उहाँ मात्रै होइन कि भाइरल भइसकेको मान्छेहरू जो पनि हुन्छ नि, आजभोलि भाइरल भइसकेपछि त अलिकति प्रोडक्टिभ कामहरू, क्रिएटिभ कामहरू होइन, त्यो काम गर्नु नि क्या, देखाउनु पर्यो। पुरै लाइफमा बसी गरेर आउँछ नि क्या जोब पनि क्या। भाइरल भइसकेपछि त अझ मिहिनेत गर्नु नि, अझ मिहिनेत गर्नु होइन। अब मलाई चिनिसक्यो, अब चाहिँ मिहिनेत गर्नुपर्छ भन्ने चाहिँ त्यो गर्नु नि यार। भाइरल भइसक्यो खालि मोबाइल अन गरेर बस्या हुन्छन् क्या टिकटकबाट यार। अब त्यस्ता मान्छेहरूको फेरि अब आयु छोटो हुन्छ क्या भाइरल हुनेको। फेरि अर्को भाइरल आयो भने तिनीहरू फेरि हराउँछन् क्या। कामले हो नि त चिन्ने खासमा। अब के भन्ने क्या, हुन त मलाई पनि भन्लान् कोहीले, तँलाई पनि मैले लाइफमा देखा हुन्छु भनेर। म भाइरल भएको छैन क्या भ्यानचोट होइन, म भाइरल भएको छैन। म बस्छु कहिलेकाहीँ, म आफ्नोमा त बस्दैन, कहिलेकाहीँ हो महिनामा एकचोटि होला सायद झुक्किएर। त्यही पनि होइन, म त अरूको लाइफमा गएर चाहिँ होइन चिल हानिदिने हो, गफ हानिदिने हो अरूको लाइफमा। तर म आफ्नो लाइफमा चाहिँ त्यस्तो गर्दैन। अझै आजभोलि एकदम भनौँ न मुभीहरू पनि चल्न छोड्यो कि के हो यार। यो आन्दोलनको यो होइन, आन्दोलनको यो कामले गर्दाखेरि, आन्दोलनको यो माहौलले गर्दाखेरि फिल्महरू दामी दामी बन्दैछन् क्या। आउट ल कति भन्ने फिल्म चाहिँ होइन, हाम्रो सुशील श्रेष्ठ दाइ हुनुहुन्छ कि के हुनुहुन्छ, उहाँको फिल्म दामी लागेको छ, एकदम बवाल हो क्या त्यो। केजिएफ हेरे जस्तो हुन्छ होला क्या त्यो पनि होइन। यस्तो बवाल फिल्म, टिजर ट्रेलर हेरेँ मैले होइन। यस्तो दामी फिल्म, आज यो फिल्म खासै चल्न पाएको छैन होला क्या होइन। अब हलभित्र बसौँ भने पनि अब हल नै तोडफोड हुने हो कि आगलागी हुने हो कि भन्ने माहौल होइन उत्पत्ति भइरहेछ। यो माहौल पनि के भन्ने क्या। अब जे गर्यो यो राजनीतिमा मेरो भिडियो फेरि होइन, जुन भिडियो बनाए पनि यो राजनीतितिर घुसिरहेको हुन्छ क्या भ्यानचोट। म के गर्ने क्या यार, माहौल नै त्यस्तै छ होइन। युट्युबमा भिडियो पनि त्यस्तै किसिमको आउँछ, टिकटकमा पनि त्यस्तै किसिमको आउँछ। अनि त्यहाँ आफूले जे हेऱ्यो दिमागमा पनि त्यही खालको सोच आउँछ नि त होइन। त्यस्तै भइरहेछ क्या, त्यस्तै भइरहेछ। राजावादीहरूले गणतन्त्रको एउटा पनि फाइदा देख्दैनन्। फाइदा त छन् त, थुप्रै छन् होइन, थुप्रै राम्रा कामहरू पनि भएको छन्। राजावादीहरूले एउटा पनि गणतन्त्रको एउटा पनि फाइदा देख्दैनन् क्या होइन। फाइदा हेर्नु पनि पर्छ। र गणतन्त्रवादीहरूले फेरि होइन राज संस्था हुनुको एउटा पनि फाइदा देख्दैनन् क्या। यो दुवैले एकदम क्या, यतापट्टि हेरेस पछाडि के छ त्यो थाहा हुन्न। हाम्रो योगी विकासानन्द गुरुजीले भने अनुसार यसरी यतापट्टि हेर्दा यता पछाडिबाट के देखाएको छ त्यो मलाई थाहा छ, त्यो अगाडिबाट के देखाएको छ तपाईँहरूलाई थाहा छ। त्यस्तै हो क्या। राजावादीहरूको एकदम राजाको मात्रै ध्यान गर्ने नि, राजाको मात्रै फाइदा देखिन्छ। गणतन्त्र हुनुको एकदम बेफाइदा टन्नै देखिन्छ। गणतन्त्र मात्रै हेऱ्यो भने फेरि राजा गणतन्त्रको फाइदा देखिन्छ, राज संस्थाको फाइदा देखिँदैन क्या। यो यस्तै हो। यो श्रीमान श्रीमती गर्लफ्रेन्ड बोयफ्रेन्डहरूले पनि बुझ्नुपर्ने कुरा यो होइन। मेरो प्रवचन सुरु भइसक्यो फेरि सुरु भइसक्यो। अब एउटासँग भए पो होइन ब्रेकअप नहोस्, डिभोर्स नहोस्। जब एउटा आफ्नो श्रीमान भन्दा जब अर्को केटी राम्रो लाग्छ नि, अथवा अर्को केटा राम्रो लाग्छ, भ्यानचोट आफ्नो श्रीमान श्रीमती जतिसुकै राम्रो होस्, घन्टा पनि ध्यान जानेवाला छैन। यो लेखेर राख्नुहोस्, कहाँ टाँस्नुपर्ने टाँस्दा हुन्छ होइन। त्यही भएर ध्यान, आफ्नो फोकस चाहिँ एकतिर हुनु पऱ्यो नि त।
होइन। लक्ष्य पनि त त्यही हो जो म गर्न सकिराखेन, तर म ज्ञान चाहिँ दिन सक्छु, तर म आफै गर्न सक्ने खालको मान्छे चाहिँ होइन होइन। एउटैतिर फोकस गरे पो त्यो चिजको सम्भावना, सोर्स होइन त्यो थाहा हुन्छ, कतिको कहाँसम्म पुग्ने हो। भ्यान्चो 10 थरी हेरेपछि सबैतिरको पनि थोरै फाइदा देखिन्छ। मान्छे लालची हो, यहाँबाट पनि फाइदा उहाँबाट पनि फाइदा। सुरुवात गर्दाखेरि चाहिँ एउटा मात्रै गरौँ न, फोकस भएर। गर्लफ्रेन्ड बनाउँदाखेरि पनि एउटा मात्रै बनाउँ न होइन, हो कि होइन। पहिल्यै दिन चाहिँ धोकेबाज क्या, पहिलो दिनदेखि नै धोकेबाज साला। यस्ता मान्छेहरूदेखि दूरी बनाएकै राम्रो। यिनीहरूले कालान्तरमा गएर डबल क्रस गर्दैनन् भन्ने कुनै ग्यारेन्टी हुँदैन। यस्ता मान्छेलाई चिनौ र मलाई पनि चिनौ। म पनि कुनै बेला न कसैलाई कुनै बेला म डबल क्रस गर्न सक्छु, यो मेरो स्वभाव हो होइन। त्यही हो, अरू त के भन्ने हो र। प्रचण्डले भन्नुभएको थियो गणतन्त्र ल्याउनलाई 50% हामी अन्य दलहरूको हो भने 50% चाहिँ राजा ज्ञानेन्द्रकै थियो भनेर भन्नुभएको थियो। गणतन्त्र आउनुमा राजा ज्ञानेन्द्रको 50% हात छ भन्नुभएको थियो। अहिले पनि राजा आउनुमा राजावादीहरूको 50% होइन छ भने, राजा आएपछि 50% चाहिँ गणतन्त्रवादीहरूको नै हो। किनकि गणतन्त्रवादीहरूले अहिले यस्ता चिज बोल्याछन् होइन, जुन राज संस्था आइसकेपछि फेरि तिनीहरूकै राज संस्थाको नै वकालत गर्नेवाला छन् क्या। यिनीहरू भनेको दुई जिब्रे हो, 2 जिब्रे नै होइन, 4-5 जिब्रे, 6-7 जिब्रे हो। म पनि 2 जिब्रे नै हुँ होइन। मलाई पनि कसैको बखान गर्न कुनै टाइम लाग्दैन। म जतिखेर नि गरिदिन सक्छु, जतिखेर नि डबल क्रस हानिदिन सक्छु होइन। सो त्यसै लाग्छ। अब दुर्गा परसाई पनि त्यस्तै लाग्छ। केपी ओलीले नै हो यो देश बनाउने, केपी ओली बिना असम्भव भन्दै थिए। प्रचण्ड नै हो यो देश बनाउने। यदि यो देशमा समृद्धि चाहने हो भने प्रचण्डलाई नै होइन सपोर्ट गर्नुपर्छ भनेर भनेका दुर्गा परसाई अहिले राज संस्था नै चाहिन्छ, राज संस्था बिना कुनै विकल्प छैन भनेर बखान गर्दैछन् होइन। अब म चाहिँ अब एकदम महाभारतको महर्षि व्यास जस्तो भएर यो हेर्न चाहन्छु होइन। एकदम महर्षि व्यास भनौँ कि अब सञ्जय भनौँ कि अब होइन धृतराष्ट्र भनौँ कि के भनौँ, धृतराष्ट्र होला नि अन्धो भएको होइन, त्यो भनौँ कि अब के भन्ने क्या। त्यस्तो भएर अब यो महाभारतको यो युद्धलाई म हेर्न चाहन्छु। न कुनै तर्क न वितर्क होइन, एकदम आनन्दसँग। के गर्ने, योभन्दा अरू गर्न केही सकिन्न होइन। त्यही हो, अब धेरै पनि किन बोल्ने र अर्को एपिसोडको लागि पनि होइन बचाइराखौँ भनेर म चाहिँ घरबाट निस्किँदै हुन्छु क्या होइन। पुरा भनिरहन्छ कहाँ जाने के गर्ने, यस्तो भएर हिँड्छ। काठमाडौँ नै होला भन्नु नि होइन, वन घुम्न जान्ला भनेर भन्छ म्याचहरूले। अलिकति इज्जत बढाउनु पर्ने छ यार। कसरी हुन्छ यार इज्जत बढाउने, भाइ लोगो सब्सक्राइब करो यार, इज्जत बचाडो भन्छ होइन। अब लोगो कि अझै आउँछ यो फेरि अरू भिडियोहरू पनि आउँछ भन्दै अहिलेको भिडियो म यहीँनिर अन्त्य गर्न चाहन्छु। र तपाईँहरू पुरानो भइसक्नु भएको छ कति हाम्रो मेम्बर्सहरू, उहाँहरूले चाहिँ लाइक कमेन्ट चाहिँ गर्नु पर्यो, सेयर गर्नुहोस् नगर्नुहोस् तपाईँको चोइस। र नयाँ कोही जोडिनु भएको छ भने सब्सक्राइब चाहिँ गरिहाल्नु होला, बहुत गरिब मान्छे हो भाइ। ल।